हेलो बुढी, के छ खबर? छोरीहरू सन्चै छन् नि? किन हो आजभोलि अनलाइन पनि आइरहेको छैनौ, इमोमा पनि फेसबुकमा पनि? के भयो हौ त्यस्तो? मोबाइल बिग्रेको हो र? एटलिस्ट एकचोटि आएर अनलाइन आएर म्यासेज त दिन हुन्छ नि। हतास लाग्छ यार, नानीहरू छ सानो सानो। के भयो होला, कसो भयो होला, जाडो बढेको छ, अस्ति देवघाट गएको भन्दै थियो, के भयो कस्तो भयो? यसो दिनको फोन गर्न न, डाटाबाट फोन गर्न नमिले पनि दिनको एकचोटि अनलाइन आएर यसो ठिकै छ सबै राम्रो छ भनेर म्यासेज छोड्यो त अलिक ढुक्क हुन्छ नि। के भइरहेछ तिमीलाई खै, म त कुरै बुझ्न सकिरहेको छैन। आजभोलि मलाई पनि अलिक टेन्सन भइरहेछ, कामको टेन्सन छ, कामको प्रेसर धेरै छ। नयाँ मालिक आएको छ, यस्तो भन्छ उस्तो भन्छ, यता भन्छ उता भन्छ, ब्रेक पनि लिन पाइरहेको हुँदैन, दिनभरि बिहान सुनाएपछि बेलुका राति एकैचोटि जाने हो। अनि अब नोभेम्बर महिनाको स्यालेरी, पछिल्लो महिनाको स्यालेरी पनि अब यो मालिकले म दिन सक्दिनँ, त्यो अर्कै मालिकसँग, तिम्रो पहिलाको मालिकसँग माग भनिरहेछ, उसले दिने हो कि होइन, टेन्सन भइरहेछ। अनि त्यही भएर म त्यति मेरो वाइफाई अन भइरहेको हुन्छ, डाटा अन भएर त्यति बेला अनलाइन देखाउँछ, म त्यति युजै गरिरहेको छैन, फेसबुकतिर पनि म गइरहेको छुँदिनँ आजभोलि। अनि अनलाइन देखिन्छ कि त्यो डाटा भएपछि, त्यति मात्रै हो। म त्यति मोबाइल चलाउनु, अस्ति राति नै फिल्म हेरिरहेको थिएँ, नयाँ फिल्म आएको रहेछ, नयाँ फिल्म हेर्नु मन लागेको थियो र अनि त्यही भएर फिल्म हेरिरहेको थिएँ। अनि तिमीलाई आएर कुरा भएको म्यासेजमा एटलिस्ट म्यासेज गर न यार, आएर अनलाइन आएर म्यासेज गरिदिँदा त हुन्छ नि, कमसेकम मलाई ढुक्क त हुन्छ है। ओके, अनि कस्तो भयो सुन्दैन, खुट्टा ठिक भयो होला नि? नभए देखाएर जचाएर मलम लिएर लगाउने हो कि औषध खाने हो कि? अनि जचाएर खाए हुन्छ है। आफ्नो शरीरको ख्याल गर, शरीर बिगार्नु हुँदैन। शरीर बिग्रियो भने गयो, शरीर भए सबै कुरा हुने हो। ओके, छोरीहरूलाई अलिक ख्याल गर्नु, जाडो छ अनि बाहिरतिर निस्किनु नदिनु। सृष्टिको पढाइ कस्तो भयो? सृष्टिको पढाइ बिग्रेर है, अब स्पेसली सृष्टिको पढाइलाई ख्याल गर। ओके ल ल, म खाना खान जान लागेको, खाना खान्छु, भोक लागेको छ है त, त्यही भन्छु भनेर। ओके, भिडियोहरू चाहिँ मलाई रिप्लाई गर्ने है। ल बाई।